यदि तपाईँ नेपाली क्रिकेटको सच्चा फ्यान हुनुहुन्छ र तपाईँको मुटु कमजोर छ भने कृपया एकपटक सोच्नुहोस् गेम हेर्ने कि नहेर्ने, किनकि अहिलेको नेपाली क्रिकेटले त मुटु नै रोकिने स्थिति बनाइरहेको छ। नेपालले लगातार कुवेत, जापान, युएई र हिजो कतारलाई हराइसकेको छ, तर यी खेलहरू जित्न सजिलो थिएन। हरेक खेल तनावपूर्ण र थ्रिलर जस्तो भयावह भयो। युएई विरुद्धको खेल सम्झनुहोस्, नेपालले दिएको 141 रनको टार्गेट युएईले अन्तिम ओभरमा 139 पुर्यायो। त्यो बेला सबैको सास रोकिएको थियो, तर अन्तिम क्षणमा गुलसन झाले 5 बलमा 14 रन हानेर नेपाललाई बचाए र दिपेन्द्र सिंह एरीले उत्कृष्ट बलिङ र फिल्डिङ गर्दै 3 विकेट लिएर खेल पल्टाए। त्यो 1 रनको जित सधैँको लागि इतिहासमा रहनेछ र 1 रनले नेपालले युएईलाई हरायो। र हिजोको खेल कतार विरुद्ध सुरुदेखि नै कतारले नेपाललाई डोमिनेट गर्दै गयो। लगातार विकेट झर्यो। आसिफ शेख र कुशल भुटेलले जम्मा 17 रन बनाएर आउट। त्यो बेलामा त हजारौं दर्शकको मुटु धकधक गर्न थाल्यो, तर कप्तान रोहित पौडेल आएर कप्तान सुलभ प्रदर्शन गरे। 41 बलमा 58 रन, तर दुर्भाग्यवश बाँकी सबै ब्याट्सम्यान भटाभट आउट भए। अन्तिममा फेरि हाम्रो सेभियर गुलसन झा 8 बलमा 16 रनले स्कोरलाई ठिक ठाउँमा जीवित राखे। नेपालले 148 रनको टार्गेट सेट गर्यो। अब कतारको ब्याटिङ सुरु। इमालले 35 बलमा 56 र जुबेरले 52 मा 55 रन ठोक्दा सबै नेपाली फ्यानको अनुहारमा निराशा। यो खेल त गयो भन्ने माहौल। तर त्यसै बेला सन्दीप लामिछाने ग्राउन्डमा आउँछन् र इमाललाई आउट गर्दै आशा फर्काउँछन्। खेल अन्तिम ओभरमा पुग्छ। कतारलाई चाहियो जम्मा 10 रन, तर सन्दीपले त्यो सम्भावना नै समाप्त पारिदिन्छन्। 3 रन दिएर 2 विकेट लिँदै खेल सकिन्छ। कतार 141 मा अल आउट र नेपालले जित्छ। सन्दीपले 5 विकेट लिए। यो जितपछि एउटा कुरा पक्का भयो, यदि तपाईँ नेपाली क्रिकेटको फ्यान हुनुहुन्छ भने तपाईँको मुटु स्टिलकै हुनुपर्छ, किनभने हरेक खेलमा धड्कन रोक्ने छेड हुन्छ। यो अब खेल मात्र होइन, यो भावना हो। अब मुख्य कुरा, नेपालको फिल्डिङ शानदार छ, बोलिङ असाध्यै राम्रो, तर ब्याटिङमा अझै सुधार गर्न जरुरी छ। हरेक खेल जित्छ कि हार्छको स्थिति आउँछ र हाम्रो स्कोर सधैँ 140 150 वरिपरि। अब हामीलाई भारत, पाकिस्तान, अस्ट्रेलिया जस्ता देशसँग खेल्नु छ, त्यसैले हरेक खेलमा कम्तीमा 170 200 रन बनाउने क्षमता ल्याउनै पर्छ। खेलाडी, कोच र टिम म्यानेजमेन्टले यो कुरा गम्भीर रूपमा लिन जरुरी छ। यदि अहिले सुधार भएन भने आगामी वर्ल्ड कपमा पनि जितेको खेल हारेको देख्नुपर्ने स्थिति आउँछ। तर हामी सबैको विश्वास छ यो टिमले गर्न सक्छ। यो टिमले इतिहास फेरि लेख्नेछ। नेपाली क्रिकेट मुटुको धड्कन। जय नेपाल।